हेर्नुहोस् त साग यही हो क्या ए हेर्नु त साग कस्तो राम्रो साग छ नि पुरै छोड्दिनु क्या ए हेर्नु न हेर्नु त पुरै चिया बगान जस्तो छ कि साग यता चाहिँ लगाउँदै हुनुहुने रहेछ गाईको मलहरू धेरै छ है एकदम अर्ग्यानिक पुरै हेर्नु त दामी छ दामी एकदम यो मन्दिर यो यतातिर मन्दिर पर्छ अनि सँगसँगै यतातिर चाहिँ यो गुरुकुल यहाँ पढ्ने गर्ने ठाउँ हो पहाडी हिमाल है हेर्नु त यता चाहिँ घाम ल यस्तो घाम आइरहेको छ यहाँबाट चाहिँ ल साग हेर्नुहोस् है एकदम मिठो खाना हुन्छ यहाँको सागमा पुरै सागसँग है यता हेऱ्यौँ भने हामीले यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ हजुरले ए गाई बसेको छ यति मोटो गाई हेलो गाई हेलो गाई ए गाई गाई यता हेर त गाई कति राम्रो छ यसको मुख कति राम्रो है एक किक त हान्दैन कतै ल के खान्छ जस्तो यार ए पात दिएर फकाउनु पर्यो ल ल आ ल ल ल ल ल ल ल आ आ ज्याबास छुन त पाइयो कति माया लाग्दो छ यार हेर्नुहोस् त साग यति राम्रो ल अब म चाहिँ साग देखाउनु गइरहेको छु हेर्नुहोस् है नमस्ते सबैलाई राम्रो यति राम्रो छ यहाँनिर चाहिँ है कस्तो रमाइलो यस्तो राम्रो छ दामी छ कि एकदम शान्त रमाइलो छ अरू भन्दा नि साग हेर्नु न साग यस्तो साग त कहीँ ठाउँ देखाएको छैन क्या मैले अहिलेसम्म साग हेर्नु त साग हेर्नुहोस् गाई साग यो स्पेसल साग छ क्या स्पेसल चौधबारीको